द डिबेटमा स्वागत छ। आज हामी दोलखा जिल्लाको आगामी प्रतिनिधि सभा निर्वाचन 2082 को मतलब यो निकै जटिल राजनीतिक परिदृश्यमा केन्द्रित छौं। यो निर्वाचन सामान्य छैन किनकि मैदानमा 14 दल र 19 स्वतन्त्र गरी 33 जना उम्मेदवार छन्। यो आँकडाले नै हैन त्यहाँको राजनीतिक तापमानको संकेत गर्छ। त्यसो भए आज हाम्रो बहसको मुख्य प्रश्न के हुनेछ भने के यो निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस जस्ता परम्परागत शक्तिहरूको संगठनात्मक पकड र राजनीतिक विरासत नै निर्णायक होला वा मतदाताको असन्तुष्टि र नयाँ विकल्पहरूको उदयले स्थापित समीकरणलाई तोड्न सक्ला। म यो तर्क गर्छु कि अनेकौं उम्मेदवारको भिडका बावजुद अन्तिम परिणाम परम्परागत दलहरूको त्यही संगठनात्मक शक्ति र अनुभवी उम्मेदवारहरूकै पक्षमा जानेछ। र म चाहिँ यो दृष्टिकोण प्रस्तुत गर्नेछु कि दोलखाको त्यो विशिष्ट चुनावी इतिहास अनि 2079 को त्यो अत्यन्तै साँगुरो जित हारको अन्तर र विकल्पको खोजीमा रहेका मतदाताको मनोविज्ञानले यसपटकको नतिजालाई निकै अप्रत्याशित र परम्परागत विश्लेषणभन्दा बाहिर लैजान सक्छ। हेर्नुस्, मेरो तर्कको आधार स्पष्ट छ। दोलखामा चुनाव जित्न केवल लोकप्रियता वा परिवर्तनको नाराले मात्रै पुग्दैन। नेकपा एमालेका पार्वत गुरुङ पूर्व सञ्चार मन्त्री हुनुहुन्छ, उहाँको राष्ट्रिय स्तरमा एउटा पहुँच छ। नेपाली कांग्रेसका अजय भू शिवकोटी पार्टीका केन्द्रीय सदस्य हुन्। अब यी उम्मेदवारहरूको व्यक्तिगत प्रभाव मात्र होइन, उनीहरूको पछाडि जिल्लाको हरेक वडा र टोलसम्म फैलिएको एउटा पार्टी संयन्त्र छ। यो संयन्त्र चुनावको दिन मतदातालाई घरबाट मतदान केन्द्रसम्म ल्याउन र मत सुनिश्चित गर्न एकदमै सक्षम छ। विगतको नतिजाले पनि त यही देखाउँछ नि। 2051 मा कांग्रेस, 2070 र 2074 मा एमाले अनि 2079 मा माओवादी केन्द्रले जित्यो। हरेक पटक विजेता त प्रमुख दलहरू नै थिए। अहिले देखिएका 19 स्वतन्त्र उम्मेदवारहरूले केही मत काट्लान्, तर चुनाव जित्न चाहिने स्रोत, संगठन र त्यो देशव्यापी सञ्जाल उनीहरूसँग हुँदैन। त्यसैले मत विभाजनको अन्तिम फाइदा सबैभन्दा बलियो संगठन भएको दललाई नै पुग्छ। तपाईले प्रस्तुत गर्नुभएको चुनावी इतिहासले नै मेरो तर्कलाई झन बलियो बनाउँछ जस्तो लाग्छ मलाई। त्यसले के देखाउँछ भने दोलखाका मतदाता कुनै एउटा दलप्रति सधैँ वफादार छैनन्। उनीहरूले समयानुसार आफ्नो रोजाइ बदलेका छन्, जसले उनीहरूको त्यो स्वतन्त्र सोचलाई प्रमाणित गर्छ। तपाईले संगठनको कुरा गर्नुभयो, तर 2079 को निर्वाचनको नतिजालाई हामीले बिर्सनु हुँदैन। त्यति बेला माओवादी केन्द्रका गंगा कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई जम्मा 318 मतको मतलब एकदमै झिनो अन्तरले पराजित गर्नुभएको थियो। अब सोच्नुस् त, 318 मत भनेको त एउटा सानो टोलको मत हो। यस्तो संवेदनशील अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल जस्ता नयाँ उम्मेदवार वा कुनै एउटा बलियो स्वतन्त्रले 500,000 मत मात्रै तान्दा पनि सम्पूर्ण नतिजा उलटपुलट हुन सक्छ। त्यसैले 33 जना उम्मेदवार मैदानमा हुनु भनेको केवल संख्या मात्र होइन, यो त स्थापित दलहरूप्रतिको गहिरो वितृष्णा र विकल्पको खोजीको स्पष्ट संकेत हो। तपाईले 318 मतको अन्तरलाई निकै महत्त्व दिनुभयो, तर त्यो साँगुरो अन्तरले नै संगठनको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ नि, होइन र? त्यस्तो कडा प्रतिस्पर्धामा अन्तिम 100 भोट कसले आफ्नो पक्षमा पार्न सक्छ भन्ने कुराले जित हारको फैसला गर्छ, र त्यो क्षमता स्वतन्त्र उम्मेदवारसँग हुँदैन। चुनावको दिन हरेक बुथमा आफ्नो एजेन्ट राख्न, मतदातालाई मतदान गर्न प्रेरित गर्न र मतगणनामा चनाको हुन जुन सांगठनिक शक्ति चाहिन्छ, त्यो एमाले र कांग्रेस जस्ता दलहरूको दशकौंदेखिको लगानी हो। यो सामाजिक सञ्जालमा लेखेर वा 2-4 वटा सभा गरेर बन्ने कुरा होइन। दोलखाका कतिपय स्थानीय सहकारी संस्था वा सामुदायिक वन उपभोक्ता समूहहरूमा समेत दलहरूको गहिरो प्रभाव छ। उनीहरूले ती संरचनालाई पनि आफ्नो चुनावी अभियानमा अप्रत्यक्ष रूपमा प्रयोग गर्छन्। अब भन्नुस् के कुनै नयाँ उम्मेदवारले यो अदृश्य तर शक्तिशाली सञ्जाललाई एकैपटकमा तोड्न सक्छ? खै, मलाई त्यस्तो लाग्दैन। तपाईको तर्क एक हिसाबले सही होला, तर त्यसको अर्को पाटो पनि त छ नि। तपाईले जुन सांगठनिक शक्तिको कुरा गर्दै हुनुहुन्छ, के त्यो 2074 को जस्तै अखण्ड र बलियो छ त अहिले? अहिले त हरेक ठूला दलभित्र चरम गुटबन्दी छ। टिकट वितरणमा भएको असन्तुष्टिका कारण एउटै पार्टीका कार्यकर्ताहरूले बागी वा स्वतन्त्र उम्मेदवारलाई भित्रभित्रै सगाइरहेका अनेकौं उदाहरण छन्। जब पार्टीको आन्तरिक संगठन नै विभाजित हुन्छ,
तब तपाईँले भनेको त्यो अदृश्य सञ्जालले कसरी एक ढिक्का भएर काम गर्छ र? अर्को कुरा, सूचना प्रविधिको पहुँचले मतदातालाई पहिलेभन्दा धेरै सचेत बनाएको छ। उनीहरू अब स्थानीय नेता वा कार्यकर्ताले भनेको आधारमा मात्रै भोट हाल्दैनन्। उनीहरू उम्मेद्वारको बारेमा आफै खोज्छन्, सामाजिक सञ्जालमा भएका बहस हेर्छन् र आफ्नो धारणा बनाउँछन्। यसले पार्टी सङ्गठनको परम्परागत भूमिकालाई केही हदसम्म कमजोर बनाएको छ। तर सङ्गठनभित्रको गुटबन्दी चुनावको मुखमा गौण हुन जान्छ। अन्तिममा पार्टीको व्हिप र नेतृत्वको दबावले सबैलाई एक ठाउँमा ल्याउँछ। तर स्वतन्त्र उम्मेद्वारहरूको मत त सधैँ विभाजित नै रहन्छ। ल ठिक छ, सङ्गठनको कुरालाई एकछिन थाती राखौँ र अनुभवको कुरा गरौँ। पार्वत गुरुङ पूर्व मन्त्रीको रूपमा सिंहदरबारमा काम गरिसक्नु भएको व्यक्ति हो। उहाँलाई राष्ट्रिय योजना र बजेट कसरी बन्छ अनि आफ्नो जिल्लाको लागि योजना कसरी पार्नुपर्छ भन्ने थाहा छ। दोलखा जस्तो भौगोलिक रूपमा विकट र विकासको पर्खाइमा रहेको जिल्लाका मतदाताले केन्द्रमा पहुँच राख्न सक्ने यस्तो अनुभवी नेतालाई नै रोज्न सक्छन्। उनीहरूलाई थाहा छ कि एउटा बलियो र अनुभवी सांसदले जिल्लाको विकासमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल वा अन्य नयाँ अनुहारसँग यो अनुभव र पहुँच हुँदैन। मतदाताले केवल परिवर्तनको नारामा मात्र विश्वास गर्छन् जस्तो मलाई लाग्दैन। होइन, यो कुरामा म अलिकति फरक दृष्टिकोण राख्न चाहन्छु। तपाईँले जसलाई अनुभव भन्नुभयो, मतदाताले त्यसलाई परीक्षण भइसकेको र असफल भएको नेतृत्वको रूपमा पनि त हेर्न सक्छन् नि। यदि अनुभवले मात्रै विकास हुने भए दोलखाको मुहार अहिलेसम्म फेरिसक्नु पर्थ्यो, होइन र? माथिल्लो तामाकोसी जलविद्युत आयोजना बाहेक दोलखाले राष्ट्रिय स्तरमा गौरव गर्न लायक के पायो त? मतदाताले यही प्रश्न सोधिरहेका छन्। उनीहरू ती पुराना र अनुभवी नेताहरूको कामबाट सन्तुष्ट नभएरै विकल्प खोजिरहेका हुन्। नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का, जो बागमती प्रदेश सरकारमा पूर्व मन्त्री पनि भइसकेका छन्, उनले युवाहरूको प्रतिनिधित्व गर्छन्। रासपाका जगदीश खरेल जस्ता पूर्णतया नयाँ अनुहारले मतदातामा एउटा नयाँ आशा र प्रणालीगत परिवर्तनको भोक जगाउन सक्छन्। कहिलेकाहीँ यो आशाको शक्ति तपाईँले भनेको सिंहदरबारको पहुँचभन्दा धेरै शक्तिशाली साबित हुन सक्छ। मतदाताले विगतको कामको मूल्याङ्कन गरेर अब पुग्यो, नयाँलाई एकपटक हेरौँ भन्ने निर्णय पनि त गर्न सक्छन्। तपाईँले आशाको कुरा गर्नुभयो, तर चुनावी राजनीति आशाले मात्र चल्दैन। यसमा अङ्क गणितले पनि काम गर्छ। अब हामी मत विभाजनको असरको बारेमा कुरा गरौँ, जुन मेरो विचारमा सबैभन्दा निर्णायक पक्ष हो। दोलखामा 33 जना उम्मेद्वार हुनुको अर्थ के हो भने प्रमुख दल विरोधी मत छिन्न भिन्न हुनु हो। यसलाई एउटा साधारण हिसाबले हेरौँ। मानिलिउँ एमालेको एउटा बलियो र अनुशासित कोर भोट 20,000 छ र सरकार वा स्थापित दलहरूसँग असन्तुष्ट मतदाताको सङ्ख्या 30,000 छ। तर यो 30,000 मत 19 जना स्वतन्त्र र अन्य साना दलका उम्मेद्वारहरूमा बाडियो भने के हुन्छ? कसैले 1500, कसैले 2000, कसैले 3000 मत ल्याउला, तर 20,000 को सङ्गठित भोट ब्याङ्क भएको उम्मेद्वारलाई जित्न कसैले पनि सक्दैन। यसरी हेर्दा स्वतन्त्र उम्मेद्वारहरूको भिडले एकअर्काको मत काटेर अन्तिममा सबैभन्दा ठूलो र एकीकृत भोट भएको दललाई नै अप्रत्यक्ष रूपमा सहयोग पुर्याइरहेको हुन्छ। यो तितो तर चुनावी सत्य हो। खुला दलहरूलाई झन् बढी असुरक्षित र कमजोर बनाउँछ, फाइदा होइन। तपाईँले भने जस्तै जब मत धेरैतिर बाँडिन्छ तब जित्नका लागि 51% मत ल्याउनु पर्दैन। 2079 को चुनावमा जस्तै थोरै मतको अन्तरले हार जितको निर्णय हुन सक्छ। त्यो मेला गङ्गा कार्कीले 37,715 मत ल्याएर जित्दा बालकृष्ण शिवाकोटीले 37,397 मत ल्याउनु भएको थियो। अब सोचौँ, यदि त्यहाँ 10,000 मत ल्याउन सक्ने एउटा मात्रै बलियो स्वतन्त्र वा नयाँ दलको उम्मेद्वार भएको भए के हुन्थ्यो? तब जित्नका लागि 37,000 होइन, सायद 25,000 मत नै पर्याप्त हुन्थ्यो। यसले चुनावलाई थप प्रतिस्पर्धात्मक र अप्रत्याशित बनाएको छ। एउटा बलियो नयाँ उम्मेद्वारले असन्तुष्ट मतदाताको एउटा हिस्सालाई मात्रै एकीकृत गर्न सक्यो भने पनि उसले चुनाव जित्ने सम्भावनालाई यसले बढाउँछ। त्यसैले मत विभाजन ठूला दलका लागि टाउको दुखाइ हो, अवसर होइन। तपाईँले एउटा बलियो नयाँ उम्मेद्वार भन्नुभयो, तर 19 जना स्वतन्त्र उम्मेद्वारको भिडमा को बलियो भनेर मतदाताले कसरी छुट्याउने? यसले मतदातालाई थप अलमलमा पार्छ र जब मतदाता अलमलमा पर्छन् उनीहरूले सबैभन्दा सुरक्षित विकल्प रोज्छन्।
त्यो सुरक्षित विकल्प भनेको उनीहरूले पहिलेदेखि चिनेको, सुनेको र परीक्षण गरिसकेको पार्टी र त्यसको चुनाव चिन्ह नै हो। नयाँ अनुहारमाथि बाजी लगाउनु एक प्रकारको जोखिम हो जुन धेरैजसो मतदाताले लिन चाहँदैनन्, विशेष गरी जब विकल्पहरू यति धेरै र अस्पष्ट छन्। त्यसैले जतिसुकै विकल्प भए पनि अन्तिम प्रतिस्पर्धा पार्वत गुरुङको एमाले र अजय बो शिवाकोटीको कङ्ग्रेस जस्ता स्थापित शक्तिहरू बीच नै हुनेछ भन्ने मेरो ठहर हो। स्वतन्त्र उम्मेद्वारहरू यो प्रतिस्पर्धामा गेम चेन्जर होइन, केवल भोट कटरको भूमिकामा सीमित हुनेछन्। तर दोलखाको इतिहासले फेरि पनि देखाउँछ कि यहाँका मतदाता जोखिम लिन डराउँदैनन्। उनीहरूले कङ्ग्रेस, एमाले, माओवादी सबैलाई पालैपालो परीक्षण गरिसकेका छन्। यसको अर्थ उनीहरू कुनै एक शक्तिमाथि पूर्ण रूपमा निर्भर छैनन्। यो निर्वाचन केवल दलहरूको प्रतिस्पर्धा मात्र होइन, यो परम्परागत राजनीतिक शैली र नयाँ विकल्प बीचको जनमत सङ्ग्रह पनि हो। 19 जना स्वतन्त्र उम्मेद्वारको आँकडाले नै बताउँछ कि यसपटक परिवर्तनको लहर निकै बलियो छ। त्यो भिडबाट एकजना मात्रै उम्मेद्वारले मतदाताको विश्वास जित्न सक्यो भने उसले सबै गणितलाई फेल गराइदिन सक्छ। हामीले काठमाडौँ वा धरानको नतिजाबाट पनि यो सिकेका छौँ। त्यसैले यसलाई केवल भोटकटरको रूपमा हेर्नु अति सरलीकरण हुन्छ। यो स्थापित दलहरूको लागि एउटा गम्भीर चेतावनी हो। आजको छलफलको अन्त्यमा मेरो निष्कर्ष के हो भने दोलखाको चुनावी मैदानमा नयाँ अनुहार र विकल्पहरूको उपस्थिति उत्साहजनक भए पनि चुनावी यथार्थ फरक छ। नेकपा एमाले र नेपाली कङ्ग्रेस जस्ता परम्परागत दलहरूको बलियो सङ्गठनात्मक आधार, उनीहरूका उम्मेद्वारको राष्ट्रिय स्तरको अनुभव र मत विभाजनले उनीहरूलाई पुर्याउने अप्रत्यक्ष फाइदालाई नजरअन्दाज गर्न सकिँदैन। मेरो विचारमा चुनावी प्रतिस्पर्धा यिनै स्थापित शक्तिहरूको वरिपरि केन्द्रित हुनेछ र नतिजा पनि उनीहरूको पक्षमा आउने सम्भावना बलियो छ। र मेरो सारांशमा दोलखाको विगतले देखाएको त्यो प्रतिस्पर्धात्मक चुनावी चरित्र र मतदाताको परिवर्तनशील मनस्थितिलाई हामीले कम आँक्नु हुँदैन। 2079 को त्यो 318 मतको अन्तरले देखाउँछ कि यो निर्वाचन कुनै पनि दिशामा जान सक्छ। 19 स्वतन्त्र सहित 33 उम्मेद्वारको उपस्थितिले परम्परागत राजनीतिक समीकरण भत्किन सक्ने बलियो आधार प्रस्तुत गरेको छ। यो चुनाव केवल दलहरूको प्रतिस्पर्धा मात्र नभएर पुरानो र नयाँ राजनीतिक सोच बीचको एक जनमत सङ्ग्रह पनि बन्न सक्छ र यसको नतिजा अप्रत्याशित हुने सम्भावनालाई नकार्न सकिँदैन। निश्चय पनि आजको हाम्रो छलफलले दोलखाको चुनावलाई हेर्ने दुई भिन्न तर उत्तिकै महत्त्वपूर्ण दृष्टिकोणहरूलाई उजागर गरेको छ। मतदाताले स्थापित दलहरूको अनुभव र सङ्गठनलाई निरन्तरता देलान् वा परिवर्तनका लागि नयाँ अनुहारलाई रोज्लान्। यसको अन्तिम निर्णय त निर्वाचनकै दिन हुनेछ। स्रोत सामग्रीमा यी दुवै दृष्टिकोणलाई थप गहिराइमा बुझ्न सकिने अनेकौं तथ्य र विश्लेषणहरू उपलब्ध छन्।